नमस्ते। आजको यस भिडियोमा म हाम्रो वरिपरि रहेको वातावरणको बारेमा एकदम चर्चा गर्नेछु। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले वरिपरि हरियाली वातावरणहरू रहेका छन् र यहाँ घाँसे मैदानहरू टन्नै देख्न सक्नुहुन्छ। हजुरहरूले रुख बिरुवाहरू टन्नै छन् यहाँ है। विभिन्न घाँस, विभिन्न प्रजातिका बोट बिरुवाहरू, विभिन्न फलदायकहरू, आँपका रुखहरू यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। र यहाँ सँगै रहेको एउटा अम्बाको रुख पनि छ। यहाँ प्रशस्त अम्बा फलिरहेको छ, यहाँ देख्न सक्नुहुन्छ। टन्नै अम्बा फलिरहेको छ। यो एकदम राम्रो फल हो अम्बा। र यहाँ देख्न सक्नुहुन्छ विभिन्न प्रजातिका बोट बिरुवाहरू, वनस्पतिहरू। यो हामीले जोगाइराख्नुपर्छ। हाम्रो वातावरणलाई एकदम हरियाली, स्वच्छ, सफा राख्नुपर्छ। हेर्नुहोस्, यहाँ देख्न सक्नुहुन्छ, यहाँ हाम्रो सँगै रहेको छ नहर। यो नहरमा पानी बग्छ र यहाँ देख्न सक्नुहुन्छ ठुलो काब्रोको बोट छ। यो बोटमा एकदम धेरै घाँसहरू फल्छ है, धेरै घाँसहरू छन् यहाँ। र देख्नुहोस् विभिन्न प्रजातिका रुखहरू, बोट बिरुवाहरू, जडीबुटीहरू यहाँ देख्न सक्नुहुन्छ। र त्यसै गरी यतातिर हेर्न सक्नुहुन्छ लजावती झारको बोट पनि छ, तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। त्यसै गरी यहाँ हाम्रो विभिन्न यहाँ रहेको छ सानो एउटा बगर। यसमा पानी बग्ने गर्दछ। बाढी आए बेलामा चाहिँ ठुलो पानी आउँछ यहाँ, हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ। त्यसै गरी विभिन्न ठाउँहरू, विभिन्न होइन हरेक चिजहरू छन् यहाँ, हजुर देख्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, सेयर, कमेन्ट गर्न नभुल्नुहोला।